बहिनीले चिकनको खुट्टा सुट्टा बनाएछ उ कोक रेडी छ हैन लु पाउना हो त्यो लरेर ढल्दा तँ काथिस म काथे संसारमा कान्छा नकर बे कस्तो डर लाग्छ नि त अर्ग्यानिक अम्बा छेत्री बाहुनहरू यस्तो काटेर खाने साला बाहुन जुङ्गे जुङ्गे हो यतिले पनि दुईजना छ दिदीबहिनी यो खान्छौँ अनि खाना माथि पाकेको छ तरकारी खाना अब हिरोइन जस्तो देख्यो लु लु सिनमा हेर्नु है वाइ सिनमा हेरेर ल्याएको छु कस्तो लाग्यो घुम्नु नेपाल हेलो गाइस नमस्ते सेवा एन्ड दाक्छो सबैलाई स्वागत छ अनि हामी चाहिँ फेरि हाम्रो भ्लगमा स्वागत छ मैले चाहिँ यसलाई लगेर जाँदैछु माथि माथि हेर्न यो त के हेर्नु मान्दैन यसमा त राम्रो निस्किँदैन यो माथि जाँदैछु बनाउन आउँछु अनि घरमा आज चाहिँ हामी गेम खेल्छु गेम अनि भिडियो हाल्छ गेम खेलेर के गेम खेलेर यसलाई रुवाउनु पर्यो कस्तो डर बन्नु राख्नु है टु बी कन्टिन्यू राख्ने रे यस्तै आइफोनमा घिन्न लाग्दो निस्किन्छ राम्रै आउँछ क्या अनि चाहिँ यहाँ यसलाई चटपटी खानु लिएको छु मैले यहाँ माथि अनि फर्केर अनि यसलाई भ्लग बनाउने जाँगा चाहिँ चल्दो रहेछ अलिअलि चाहिँ भिडियो त खेल्नु मान्थेन चटपटे खाएको अरे ऊ चिया खायो पनि चटपटे खाएको त खिच्न पो बिर्सेछ मिठो भएर लु गाइस यसको यही फोटो आमामामा हिरोइन जस्तो देख्यो लु लु सिनमा हेर्नु है वाइ यसलाई घुमाउनु लिएको चस्मा माथि राख खै यो मान्छेले गर्दा भिडियो बनाउनु पाउँदैन कस्तो लाग्यो घुम्नु नेपाल नेपाल भन्दै मुभी आएको रहेछ त इन्डिया इज माई कन्ट्री अल द इन्डिया स्टार माई ब्रदर इज स्टार भन्दै भन्नुको मतलब सबैलाई माया गर्नु इन्डियालाई भनेर फिल्म रहेछ क्या त्यही विषयमा खतरा अनि त्यसरी सिकाएको हुँदैन हामीलाई पनि त्यसलाई जस्तो भिडियो लै बरी लै लै फेवाताको सन लै लै गन लु यहाँ बसेर एउटा दामी गीत गाउन आउँछु नि कानमा परेको आज लु एउटा गीत गाउँदा यसले गीत गाउँछ है यसलाई नै काठमाडौँ लानुपर्छ काठमाडौँ लानुपर्छ यसलाई नघुमाएर नै जबरजस्ती यता तिमी यहाँ बसेर हेर्नुहोस् त दर्शकले यस्तो राम्रो गीत गाउनु बहिनीको सर यहाँ बस्छौँ न बहिनी मिलेर लु एउटा गाइदिनुहोस् त के गीत गाउने अरे गीतै आउँदैन भनेको बेलामा लु गाना एउटा मजाले आज मन उडेर भाग्छ के भो भन्छ अहिले म त्यति गीत गाएँ मलाई यस्तो लाग्छ है उनीकै नजिक जाऊ बिर्सिदियो भनेर मै राम्रो गाउँथ्यो बुढो सोर बिगारेछ ल गाइस हामी चाहिँ पुरै मलाई जगटेर छोडिदिएको जस्तो उपर बाख्रा हो हामी चट्ट मुस्ताङमै अरे मुरारी ओ मुस्ताङ यस्तै छ है गङ्गा हामी गएको नि यस्तै छ दामी छ नि त जेप्स यस्तै खालके त्यो घर चाहिँ तेरो भए के गर्थिस् म के गर्थेँ हाम्रो घर के गर्थेँ बढाएर यत्रो खसी किन्थ्यो अहिले हान्छ अनि मजाले खान्छ लाङगडेको सिकाएर मम्मा भन्थ्यो भन्छ अरे ब्लगमा म चस्मा पो लाइ पो हालेँ त
बहिनीले लिएर घुमाउन माथि हिँड्न लगाएको छु। एउटा भाइ यहाँ हिँड्दै रहेछ बाख्रा चराएर, खिच्देऊ न भाइ भनेर क्यामेराम्यान बनाइहालेँ। अनि तँलाई कस्तो लागिरहेछ घुमाउँदा? कस्तो लाग्यो? राम्रो लागिरहेछ। तँलाई म 2-3 वटा क्वेसन सोधेँ आज फर्स्ट डे भएर कम। म त्यो लडेर ढल्दा तँ कहाँ थिइस्? म गएकै थिएन सोच्नमा। यो म लडेर ढल्दा कहाँ थियो? यही थिएन। यिनीहरू गएपछि यसले मलाई छोडेर गएपछि त्यस्तो भएको। एक त नाना बितेको, अर्को डिभोर्स, अर्को यो जेम छोडेर गएर म चाहिँ झन्डै मरेको। फेरि अहिले त फर्केर आइछ हेर्नु, काहीँ थियो। अब यसलाई कराउनु अलिक स्वार्थी हो भनेर गाली गर्नु है। अनि अब यहाँ घुमिरहेको त्यस्तो चाहिँ हुँदैन भनेर भन्नु पर्यो नि अब नि। त्यस्तो हुँदैन रे, अब हुँदैन नि, कहिले पनि हुँदैन। तपाईँहरूले साथ दिनु होला, माया गरिदिनु होला मेरो दिदीलाई धेरै। यो चाहिँ गङ्गाटा हो। अनि यसले सिकाएको मैले कहिले भ्लगमा लाइक कमेन्ट सेयर गरिदिनु भन्दिनँ, त्यो भन्नुभरि नछुटाउनुहरू जहिले पनि हेरेर भन्दै थिएँ हिजो। अनि हिजो आएको छ यो। अब तिहारसम्म तिहार सबै यतै बस्छ। अब यो र मैले लगभग काठमाडौँमा एउटा केक बिजनेस गर्छौँ, दिदी बहिनी कलेक्सन खोल्छौँ। अनि केही न केही बिचरा भाइलाई क्यामेरा खिच्दा गाह्रो भयो होला। ल अब यतिकै यो र म डुल्दैछौँ। तिहारमा यतै बस्छ, तिहारपछि हामी सिक्किम जान्छौँ। त्यहाँ के हुन्छ तपाईँहरूलाई भ्लग मार्फत देखाउँछु। सिक्किमबाट खेदाउँछ कि राम्रै गर्छ कि है गाइज। यो लिन आएको मलाई लु राखिदिउँ। यस्तो राम्रो ढाँटेकै एउटा बाहिर पनि 1000 रुपियाँ होइन। यसको कपाल पहिला कति लामो थियो कि काटेको अहिले लामो रहेछ है। तिमी भन्छौ कि म त नानाले सानो भएको त एकछिन रुङ पनि ल नानी सम्झेर तिमीले खाएको कसम भन्ने तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए किन पागल हुनु पर्थ्यो किन व्यर्थै रुनु पर्थ्यो भुल्न सकिन मैले बिर्से है म त गाडी काको ताल काको सुर के पो गरेर गीत गाएँ। गीत स्वर त राम्रो गीत गा भनेको मैले सिङ्गर पनि बन्नु राम्रो त्यस्तो नभने होला नयाँ तर तालहरू यसो भाइ यस्तो पनि देखाइदियो ल सिन। अब साह्रै भाइले त छेत्री बाहुनहरू यस्तो काटेर खाने साला बाहुन जुङ्गे। अनि यहाँनिर चाहिँ गाई हामी चाहिँ लक्ष्मीकोलाई अघि मेरो मायादेखिको उता गएको त्यो चाबेल यसलाई घुमाएर आएको। यो लक्ष्मीले रोपेको सागहरू तर छैन रहेछ हौ लक्ष्मी नै यहाँ बडा रुममा एकछिन आएको। भोकोटे फलेको छ यहाँ कस्तो दामी छ। यहाँ आमा हुनुहुन्छ। यो यस्तो लक्ष्मीलाई मेसेज गर ए भाउ 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 अम्बक खाएको हो बहिनी टोइलेट गइरहेछ। म यहाँ बसेर अम्बक त्यो कुकुरले टोक्छ क्या मलाई गाइस। पन्सा नकर कस्तो डर लाग्छ नि त। अर्ग्यानिक अम्बा
हेलो गाइस, हामी चाहिँ घुमेर आयौँ। मेरो बहिनी चाहिँ यहाँ कुकिङमा। हेलो बहिनी रानी, गङ्गटे कस्तो छ? ठिक छ? के छ तरकारी? वाउ, चिकनको खुट्टा मिक्स कर्ची मर्ची। राम 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 लाग्यो। अब पाहुनाले बिचारा बनाउँदैछ यो। कहिले बनाएर कहिले खानु राम 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 राम। मम्मीले याद आउँछ मलाई। मम्मीले हुँदाखेरि दगै खाएको। यो मन परेन यस्तो खाँदिन। मम्मी त अब सिक्किममा छ। यसको अब इसिकाम स्कुलमा छ। स्कुलमा सिक्किममा पढ्दैछ। अब मम्मीहरू पनि अब यहाँ हाम्रो चाहिँ यस्तै छ। बिचारा यसले आएर पकाइरहेछ। अब एकछिनमा खान्छौँ, देखाउँछु, अनि भिडियो इन गर्छ। आज घुमेको, अनि भोलि चाहिँ यसको बर्थडे हो। बर्थडेमा सबैजनाले हेरिदिनु होला। यसको बिचारा माया गरिदिनु होला, विस गरिदिनु होला। ज्ञानी बनोस्, राम्रो बनोस्, प्रगति गरोस् भन्नु होला है सबैजनाले। ल गाइस, बिचारा मेरो बहिनीले चिकनको खुट्टा सुट्टा बनाएछ। ऊ कोक रेडी छ होइन। लु पाहुना हो यो, पाहुनाको रूपमा खाउला कान्छी। लु म पनि यसमा खान्छ अलिअलि। अनि मलाई चाहिँ हेरौँ, म चाहिँ दङ्गेरै हो। यतिले पनि अगाउँदैन अगाउनु त। म चाहिँ खजाइसक्यो। दुईजना छ दिदी पनि यो खान्छौँ। अनि खाना माथि पाकेको छ तरकारी खाना। अब एकछिनमा खान्छौँ ल है। अब तँलाई के भन्नु, ह्याप्पी बर्थडे एडभान्समा बर्थडे भन्दै हामी चाहिँ अब बेलुका दिदी पनि खायौँ। हिजो माछा भात मजाले खाएको थियौँ। हामी चाहिँ एकदम अर्कै तरिकाले खान्छौँ कि सेपरेटमा अर्कै। अनि देखाउनु पनि अलिक अप्ठ्यारो हुन्छ। अनि भोलि यसको बर्थडे हो। आज चाहिँ अब हामीले भिडियो इन्ड गर्छौँ। त्यसै नै अब म क्यामेरा अन गरेर ल गाइज है। ल अब चाहिँ बहिनीले दन्काउँछ, म पनि दन्क्याउँछु है। हामी चाहिँ खान्छौँ। अब यहाँ किचनमा छौँ। अनि मेरो भिडियोलाई धेरै माया गरिदिनु भएको छ। अहिले डेली हालिरहेको छु किनकि मसँग मेरो साथमा बहिनी छ। बहिनी भएपछि साथी भएपछि डेली हाल्न सकिन्छु होइन। त्यसरी बिचमा कमेडी भिडियो पनि हाल्न सक्छु म है। कमेडी भिडियो पनि हाल्छु। अनि चाहिँ डेली भ्लग हामी के छ, बहिनीलाई कहाँ घुमाउँछु, कसो के हो, कहिले काहीँ मुखबाङ, कहिले काहीँ च्यालेन्जहरू पनि लिएर आइरहने छु। अनि धेरै माया दिनु भएको छ। अझै माया गरिदिनुहोस् तपाईँहरूले। मलाई सधैँ हेरेर खतरा खतरा भ्लगहरू हेर्नु चाहनुहुन्छ भने चाहिँ अब चाहिँ म भिडियो एडिट गर्दाखेरि म्युजिक पनि राख्नेछु। अनि साउन्ड इफेक्टहरू राख्नेछु। धेरै कुरा राखेर मेहनत एडिट गर्नेछु। र हजुरहरूले अहिलेसम्म त्यत्तिकै पनि माया गरिदिइरहनु भएको छ। धेरै माया गरिदिनुहोस्। ल अहिले चाहिँ म भिडियो एन्ड गर्दैछु। लभ यु सबैजनालाई। थ्याङ्क यू सो मच। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर धेरै 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 सब्सक्राइब 1 लाख पुऱ्याइदिनु होला है मलाई। धन्यवाद। लभ यु। 50,000 होइन, अब 20,000 भएको छ। अब 50,000 पुराम, त्यसपछि 1 लाख पुराम है तपाईँ मिलेर। थ्याङ्क यू। लभ यु। राम 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 लाग्यो। अब पाहुनाले बिचारा बनाउँदैछ यो। कहिले बनाएर कहिले खाएको छ।